हेलो साथीहरू, म चाहिँ यो सिन्सिनाटीको डाउनटाउनमा छु। यहाँदेखि उता देखिरहनु भएको छ तपाईँहरूले। यो उता देखिएको भनेको चाहिँ त्यो लाइट, ट्राफिक लाइट हो। त्यहाँदेखिसम्म यहाँसम्म त गाडीको बाटै जान्छ। त्यहाँदेखि उता र यता भनेको नि ठुलो गाडीको रोडै छ। त्यहाँदेखि उता एउटा पार्क छ, त्यहाँदेखि पार्कदेखि उता मात्रै खोला हो। तर यो हप्ता दिनको पानी एकदम कन्टिन्यू वर्षा भएको कारणले गर्दाखेरि यो सबै भरिएर आज त घाम त लागेको छ, तर पनि एकदमै चिसो छ अहिले। लगभग भनेपछि 37 डिग्री फरेनहाइट चिसो छ। त्यस कारणले मैले लुगा पनि अलिक बाक्लो लगाइराखेको छु। यहाँदेखि देख्न सक्नुहुन्छ, यो चाहिँ अझै माथिसम्म थियो होला, आज अलिक घटेर यति भएको छ। यहाँको पार्किङ लटतिर पनि पुरा पर्सेन्ट छ, यतातिर सबै पानी पर्सेको छ। यहाँ माथिबाट अलिक देखिन्छ होला, दिन्छ होला जान। त्यहाँ माथि गएर म यहाँहरूलाई देखाउँछु है त। यो देखिएको यतातिर सबै त्यो माथिदेखि त्यो पार्क यहाँ फुलबारी, त्यहाँदेखि उतापट्टि पार्क थियो, त्यो खोला त्यति साह्रोसम्म बढेर आएको छ। अब यहाँदेखि यो अलिकति देखिएको भनेको त्यहाँदेखि उता पनि पुरै मान्छे खेल्ने बस्ने ठाउँ थियो। यो सबै पार्किङ लट हो। यहाँ पहिला गाडी उता त्यहाँ पर पनि अलिक फुलबारीहरू देखिँदैछ, त्यो सबै पुरिएको रहेछ। यो चाहिँ एकदम ठुलो स्टेज रहेछ, यो अग्लो स्टेज, यो प्रोग्रामहरू के गर्ने स्टेज रहेछ। यो चाहिँ यो मात्रै पुरिएको छैन, अरू सबै पानीले पुरिएको रहेछ। त्यहाँ भनेको उता देखाएर त्यहाँ चाहिँ उता देखिएको भनेको स्टेडियमको पार्किङ लटहरू सबै पुरिएको छ। अब हामी यताबाट गएर यसो गएर त्यहाँदेखि हामी गर्नुपर्छ। यो सबै पानी धमिलो भएको छ। यो उता देखिएको पारी देखिएको भने चाहिँ यो केन्टकी पर्छ। यहाँदेखि बिचमा यो खोला छ, यो चाहिँ ओहायो रिभर। त्यहाँदेखि उतापट्टि चाहिँ केन्टकी हो। तर यो खोला कहाँ थियो, पुल कहाँ थियो, पार्किङ लट कहाँ थियो, पार्क कहाँ थियो, यो सबै यो भएको छ है। यहाँ एकदम बाढी फ्लोड भएको छ। यहाँहरूलाई मैले नजिकबाट यसरी देखाएँ। यो माथिको पुल भयो। यस्तो छ है। यता चाहिँ अब सबै यो पानीले सबै पुरेको छ। पानी पनि कस्तो भने रातो भन्दा पनि कस्तो माटो सरीको पानी छ। यो भनेको पुल, यो यहाँको सिन्सिनाटीको यो एकदम फेमस पुल हो। यो पुलले चाहिँ सिन्सिनाटी प्लस उता केन्टकी अथवा ओहायो र केन्टकी जोड्छ। त्यसले चाहिँ पारी यो पुल तरेर पारी गयो भने केन्टकी, यता वारी आयो भने चाहिँ ओहायो। अहिले चाहिँ यस्तो भइरहेको छ यहाँ चाहिँ। अनि यहाँ अलिकति छेउमा यहाँ मैले यस्तो राम्रो फुलबारी दिएँ यहाँहरूलाई, फुलबारी देखेँ। यहाँहरूलाई म यो फुलबारी मजाले देखाउँछु नजिकबाट। यस्तो छ। यस्तो खालको फुल त तल पनि फुल्ने हो, तर तल पानी बाढीले गर्दाखेरि त्यो छैन। अब यो यहाँ चाहिँ यस्तो फुलेको छ। नजिकबाट मैले देखाएँ यहाँबाट। गाडी डुबेको थियो। यहाँहरूलाई मैले नजिकबाट जुम गरेर देखाउँछु है। यहाँ तल यो पुलको मुनि त्यो बाटोमै हो, तर यसरी पुरै डुबेको छ। अलिकति माथिको हुड मात्रै देखिरहेको छ, अरू चाहिँ अब डुबिरहेको छ। यो सबै पानीले त्यो पार्कहरू सबै यतापट्टि चाहिँ अब खोला भयो। त्यो खोला सबै भरिएर पनि त्यति गहिरो छ यहाँ, र त्यो सबै भरिएर पनि यो सबै ओभरफ्लो भएर आएर
अनि यता भनेको चाहिँ यता डाउनटाउन पऱ्यो सिन्सिनाटी डाउनटाउन यस्तो छ लगभग यो त डाउनटाउनको छेउमै आइपुगिसकेछ भनेपछि उता केन्टकीको पनि कति असर गरेको छ त्यता चाहिँ अब होइन ल त मैले यहाँहरूलाई यतिसम्म जानकारी गराएँ ल आज मैले यहाँको यो हाम्रो सिन्सिनाटीको सबै देखाएँ अनि हस् त आजको लागि थ्याङ्क यू फर वाचिङ एएनएम नेचर लभर बाई बाई